साथीहरु यसलाई चाहिँ रुबिक्स क्यूब भनिन्छ हैन अनि त्यसपछि यो चाहिँ सल्भ गर्ने मान्छे चाहिँ धेरै हुँदैनन् कि मैले चिनेकोबाट पनि मेरो भाइ मात्र छ के सल्भ गर्ने है अनि अरु हतपतिले सक्दैनन् के सल्भ गर्नको लागि अनि आज चाहिँ मेरो भाइले चाहिँ टाइमर राखेर कतिमा सक्छ भनेर चाहिँ हामी टेस्ट गर्न जाँदै छौं हैन अझ म्याग्नेटिक भएको भए चाहिँ उले एकदमै छिटो 40 सेकेन्डमा भ्याउने रहेछ यो चाहिँ अलिकति टाइम लगाउने रहेछ के उले हैन यो चाहिँ अलिकति हुँदैन रे के त्यो छिटो हुँदैन भन्दाको थियो हैन अनि त्यसपछि यस्तो ट्यालेन्ट छ नि मेरो भाइ यस्तो कुरामा है अनि त्यसपछि मैले चाहिँ एकचोटी सिक्न पनि खोजेको थिएँ योसँग तर मलाई चाहिँ झ्याउ लाग्यो कि कस्तो दिमाग लगाउनु पर्ने रहेछ पनि अनि त्यसपछि मैले चाहिँ एक पाटो मात्र सक्छु कि व्हाइट कलरको पाटो मात्र सक्छु उले चाहिँ यति छिटो गर्छ फुट गर्छ है यति छिटो गर्छ कुरै नगरम अनि त्यसपछि मेरो भाइले चाहिँ यस्तो इलेक्ट्रिकको कुराहरु अनि त्यसपछि कम्प्युटर कुराहरु सबै नै थाहा छ के हुन्छ नि लगभग अनि त्यसपछि सबै कुरा थाहा छ यस्तो ट्यालेन्ट छ नि मेरो भाइ अनि आज चाहिँ नि सल्भ गर्छु नानी भिडियो बनाइदे भन्न थाले अनि त्यही भएर मैले मेमोरी हुन्छ भने भिडियो पनि बनाइदिहाले है लगभग 1 मिनेट 3 सेकेन्ड गइसकेको थियो यसरी नै उले चाहिँ 1 मिनेट 10 सेकेन्डमा चाहिँ कम्प्लिटली गरेर भ्यायो के अनि अझ त्यो म्याग्नेटिक भाव चाहिँ कति छिटो भ्याउँथ्यो है अनि त्यही हो साथीहरु